आउनुहोस् हेरौँ परमेश्वरले यिर्मियालाई के भन्नुभएको छ। यिर्मिया अध्याय 51:9। हामीहरूले बेबिलोनलाई निको पार्ने थियौँ, तर त्यो निको हुन सक्दैन। त्यसलाई छोडिदियो र हामी आफआफ्नो देशमा गइहालौँ, किनकि त्यसको इन्साफ आकाशसम्म पुगेको छ, यो बादलसम्म अग्लो उठेको छ। इजरायलले त्यहाँ काम गर्न चाहेको थियो, तर परमेश्वरले त्यहाँ दिनु भएन, किनभने बेबिलोन धेरै पर गइसकेको थियो। परमेश्वरका सेवकहरूलाई नसताउनुहोस् र तिनीहरूलाई झुटो पनि नभन्नुहोस्। परमेश्वरका सेवकहरूलाई आशिष दिनको लागि प्रभुलाई भन्नुहोस् र तिनीहरूलाई हानि नपुर्याउनुहोस्। के भयो हामी प्रार्थना गरौँ। पिता, म प्रार्थना गर्छु, म यो व्यक्तिको जीवन भएको दुष्टको सबै कुरालाई निष्क्रिय गर्छु। म दुष्टलाई भन्छु, दुष्ट तेरो हात निकाल र हटेर गइहाल, किनभने यो मेरो आज्ञा हो, यसको नाउँमा। र तपाईँ भन्नुहोस् आमेन। प्रभुले तपाईँलाई आशिष दिउन् साथीहरू।